यस्तो ऱ्यान्डम भ्लग हो आइरहेछ नि त अनि म पहिरहेको मस्करा पनि सुकेको छैन स्माइल गर्नु त लेटाङ यो बाटो उल्लाबारीबाट दमक पानीपुरी खाना भ्लगर भएकै हो त अरूलाई नहेरी किन म हिँड्दैछु प्यासेन्जरहरू कस्तो मजा आउँछ नि चुपचाप अघि बोल्दैको अनि क्यामेराको लागि कभर किनेको छ अरे अनि मैले बोक्नको लागि ब्याग किनेको छ अरे क्या आधा घन्टामा त सिसी लाग्यो होला रिसाउनु Hi everyone, welcome to my channel. आजको भ्लग यस्तो ऱ्यान्डम भ्लग छ अनि 1 घन्टा अगाडि डिसाइड गरेको अनि हामी बाहिर जाँदैछु मेरो मस्करा पनि सुकेको छैन म आफ्नो दादासँग जाँदैछु बाहिर बेलुकाको 6 बजिरहेछ 6:15 भइसकेछ अनि यो यस्तो ऱ्यान्डम भ्लग हो क्या अब मेरो एक्जाम आइरहेछ नि त अनि म पढिरहेको हुन्छु अनि मसँग इनफ टाइम हुँदैन नि त के सुट गर्नको लागि अनि अहिले बाहिर जाऊँ भन पानीपुरी खानको लागि ल जाऊँ न त भने यसो अलिअलि सिनहरू यताउता खिच्छु यता मधुवाला हुँदै जाऊँ भनेको छु अनि त्यही भ्लग हुन आँटेको छ आज बेलुका भयो भने नि के हुँदैन किनभने म ब्रदरसँग चाहिँ यो फाइदा हुन्छ क्या दाइ भएको अनि त्यही हो अब म जान आँट्यो उसले बाइक निकाल्दैछ हतार भइरहेछ आज नाइटको भ्यू राम्रो आउने भयो अनि मैले भ्लग गर्न पाएँ डेरी स्माइल गर्नु त यहाँ हुन्छ मम्मी यहाँ हुन्छ डेरी मम्मी काम गर्नु हुँदैछ छोराछोरी घुम्दैछ बाहिर यस्तो देखेको छ है कस्तो अझै हामी हिँड्यौँ हामी चाहिँ गयौँ पेट्रोल भर्नु लग्ने मान्छे जता लगेछ म त्यही गर्ने हो खबर गरी बानी मधुवालाबाट दमक जाने भनेको यो रमिते जाने बाटो हो यहीँबाट दमक जाने के चाहिँ हामी यता राइट जाने हो अब राइट जाने यो बाटो कता निस्किन्छ लेटाङ यो बाटो भनेको यही रमिते जाने बाटो हेर त यो हामी त उतै गइसक्यौँ दार्जिलिङ त्यहाँ नयाँ पुल छ है उहाँ देखेको पर भन्दैछ
बाटो यो बाटो रहेछ क्या उता अस्तिको भ्लगमा भनेको थिएँ नि 4टा बाटो यो बाटो भनेको उता पुरी जाने भयो यो बाटो रहेछ अघि आएको अनि यो बाटो चाहिँ दमक जाने अस्ति फेरि बिर्सेँ नाम के पो त्यो चुराचुरी गएको रिचिरिनु गएको पानीपुरी ठेला हामी आइसकेको छौँ हाम्रो महँगो पाहाड पानीपुरी खानु उल्लाबारीबाट दमक पानीपुरी खानु आयो एकैछिन म भ्लगर भएकै हो त अरूलाई नहेरिकन म हिँड्दैछु अप्ठ्यारो हुन्छ मेरो कपाल सबै लट्टा परेर नि यो त राइडर भइसकेको छ कि हुँ हुँ कुदाउँछ यहाँ आइसकेको छु पानीपुरी मेरो भाइ हो त्यो पानीपुरी खाएर भ्याएँ म अब 2 प्लेट 100 रुपियाँको पेट्रोल 1000 को पानीपुरी 100 रुपियाँको अब चाहिँ हामी जाँदैछौँ मजा आउँछ नि आफूले कुदाउँदा त केही गर्न पाउँदैन रोडमै ध्यान दिनुपर्ने हुन्छ ल ए होइन होइन यो बाटो चाहिँ हो यो बाटो हो मम्मीले मोमो ल्याइदिनु अरे क्या त्यही भएर हामी जाँदैछौँ देखेको छ होटेल भोजपुरे मोमो खाने अरे मम्मी हेर कपाल काला लट्टा पर्छ यसो नाटक पनि खोलिदिएको एकछिन अहिले चाहिँ अर्डर गरेर हामी रुँगिरहेको छौँ यहाँ कस्तो राम्रो आएको लाइट मान्छे राम्रो आएको के भएछ अरे भिडियो
बिचन्छु पुरान्छु What? हेर्न कस्तो सिरियस पर्सनालिटी देखाएको चुपचाप भयो अघि बोलेको अनि एकजना चुपचाप उसले किनेको छ अरे यो म के अरे क्यामेराको लागि कभर किनेको छ अरे अनि मैले बोक्नको लागि ब्याग किनेको छ अरे क्या मैले बोक्छु भनेर अनि कति राम्रो आएको क्यामेरा राम्रो कि मान्छे राम्रो तर तेरोमा चाहिँ लाइट अलिक कम पर्दो रहेछ क्या म यो लाइटको अगाडि नै भएर होला मेरो कस्तो उज्यालो आएको छ कि मै तल्केको हामी रोएको रोङै भयौँ हामी चाहिँ अब पायौँ होइन अङ्कलले 15 मिनट 20 मिनट आधी घन्टा अन्त बेसी लाग्यो होला कस्तो रिसा अङ्कल हो डेरीको याद आउँछ डेरी पनि यस्तै हुन्छ गएको दोकानमा अब हामी जाँदैछौँ राइडरले कुदाएर यस्तो कुदाउँछ नि स्पिड त त्यहाँभित्र हुँदा खाली बाटोमा उही उही हुनु पाएछ लाइन छैन हेर्नु यस्तो हल्ला मेरो कपाल लट्टा पऱ्यो होला कस्तो हावाले उडायो त्यही थियो लु आजको भिडियो यही थियो धेरै बोलेको छैन त्यही बाटो हेरेको छ त्यो क्यामेरामा हुँदाखेरि बेसी बोल्नु हुँदैन नि त उहाँ त्यही भएर अनि आजको भिडियो यति नै थियो यस्तो एक्जाम भएर मैले टाइम दिन पाएको छुइनँ भिडियो बनाउनु अनि अब मैले आफूलाई नै दिएको कमिटमेन्ट हो क्या म यो हप्तामा एकचोटि हाल्छु नै भनेर त्यही भएर म भिडियो नहालौँ भनेर यसरी गएर भिडियो बनायौँ त्यही त आजको लागि यति नै सी यू नेक्स्ट फ्राइडे बाई